सो गाइजहरू होइन मेरो अर्को भ्लगमा स्वागत छ सबैजना। हामीहरू दुईजना दाइ भाइ जाँदैछौँ यता मौसम हेर्न होइन। र आज मौसममा पिङसिङ खेलिन्छ। मेरो भाइको डराउँदा निकै आधा थाहा हुन्छ है त। के अरे डराउन भन्ने रहेछ है त। अब हेरला अब कस्तो हुन्छ। गाइज मोमो खाने हो कमेन्ट गर। ल गरिन्छ मोन्छु केटो। हामी दुईजना मात्र आएको है फेरि यहाँ मौसममा के छ नि भाइ र म मात्र। बरु भेट्नेला बरु साथीहरू बेलामा होइन। मौसममा यसो भेटिन्छन् बरु साथीहरू, त्यो अलग कुरा हो। अब पिङसिङ खेल्ने हो, सब रमाइलो गर्ने हो। मौसममा आइसकेपछि भाइलाई पनि खिलाउने हो भने ड्राउन्ड भन्ने चाहिँ खै अब हेरला। ल हामी अब यहाँ टिकट काट्ने है। अब एकछिनमा टिकट काटेर अनि भित्र गइन्छ गाइजहरू होइन। हामीले टिकट पाइसक्यो होइन दुईजनाको। यस्तो भिड थियो के भन्दैमा यार टिकटको लाग्यो भने यार। त्यही त यस्तो पनि यार भिड हुन्छ। टिकट काट्नको लागि यति भिड हुन्छ भने चाहिँ ल हामी एन्ट्री गर्न गएको है। हामी एन्ट्री गर्न जानु लाग्यो। ल हामी भित्र पसिसक्यो है त। ओ ल हामी अब पसिसकेका छौँ। यत्रो राउन्ड हान्नुपर्छ तनाव हुन्छ। यता होइन राउन्ड हान। यतातिर चाहिँ यस्तो बगैँचाहरू फुलहरू लिन आउनु सक्नुहुन्छ। यतातिर मिठाईहरू भाउजूलाई उसले नि अहिले जाने पछि एकछिन पछि होला काजा पहिला। अब यता हामी सिधा पिङ खेल्न जाने हो न गाइस। पिङ खेल्न आएको ल पिङहरू लागेको छैन होइन। उताको सानो हो नै दुईवटा खालि अगाडि देखेर हो। को खेल्ने पहिला? के खेल्ने पहिला? हामी पहिला खेल्ने चर्के पिङ। ढुङ्गा चर्के पिङ खेल्यो अनि त्यसपछि हटाएर खेल्ला। छैन आज छैन छ होला त। रहेछ क्या चल्या रहेछ। को खेल्यो हुन्छ यार। दुर्गेश थापा आएको छन्। ल तिमी गाइरहेको छन् होइन। सिन यस्तो छ हाम्रो मौसमको, धनगढी मौसमको होइन हो। यहाँहरू हाम्रो भाइहरू भेटिए। गाइजहरू हामी अब खेल्ने हतौरा खेल्ने जाने भन्दा चाहिँ होइन पुरा 360 हुन्छ यो। टिकट यता हो गाइजहरू हामीहरू डर लागिरहेको छ रेन्जले है त यो वाला खेल्न। 360 डिग्री हो यो होइन। गाइजहरू अब हुन्छ को डराउँछ, यी डराउँछन् कि म डराउँछु होइन। दुइटैको यस्तो हुन्छ है त। हजुर त खेलिसक्छ के ड्राइभ हुन्छ हजुर। अरे एकचोटि खेल्ने चाहिँ साथीहरू तर माथि डर लागेन। अब खै निस्किनेसम्म भएको कस्तो हुन्छ है। हेर गयो अरे मजा आउने हो कि खेल्दा। चिल्लाइरहेको छ नि यिनीहरू।
अरे ठाडो भइसक्यो आउँछ गयो अब त बिचारा रुन लान्छ उहाँहरू अरे 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 ओ ओए होए पुरा हो के भइरहेको छ उयो गाइस पुरा एक फोनका राउन्ड 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 हट्काइदिए 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 ओ मान ओ ओ गाइस अट्कियो चाहिँ ओ मैले ब्याक आयो ब्याक आयो ब्याक आयो ओ हो अरे 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 भाइ टोपी झऱ्यो गाइस एउटाको टोपी झऱ्यो रुल लाग्छ हुँदैन बिचरा रुल लाग्यो किन खेलेको होला भनेर भन्न लाग्नेहरू हो एउटा मोबाइल झऱ्यो गाइस एउटाको मोबाइल झऱ्यो होइन एउटा मोबाइल झऱ्यो जामा अब हाम्रो पालो आयो गाइस हामी परिसकेको छु मे उल्टा पर्ने यार हात हाम्रो मेरो हात उल्टा पर्ने छ यार यता आउनु पर्ने थियो ल कस्तो हुन्छ ल केटा तिमीलाई है त होइन बस्दै छु गाइस लगाएन टेन्सन डराउँछन् किन मेरो भाइ है त अब ल स्टार्ट हुने अब होइन लिएर लागिसके त नि ल गुड हल्का हुन्छ गाइस स्टार्ट भयो गाइस स्टार्ट हो माथि गएको लाँदा केही हुँदो रहेछ तल आगोलाई केही नहुँदो रहेछ त्यही त खालि डर भन्ने के छैन हातमा एक फन्का भयो है गाइस एक फन्का हो ल दोस्रो फन्का यो भयो दोस्रो फन्का होइन आएर गाइस अब यो भयो तेस्रो फन्का ल अट्के हामी अट्के अड्काइदियो गाइसहरू होइन यसमा डर त लाग्दैन तर मजा चाहिँ धेरै आउँछ है त्यसलाई हेर न मजा भाइलाई डर लाग्यो अरे माथि जाने बेला हो अब सकियो है त यस्तो चिसो लागिरहेको थियो मन परेर केही भएन वहाँ आएर त्यो किलो के कुन के खेल्ने भाइले यो खेल्ने अरे त्यो नाउँ खेल्ने होला त्यसैले नाउँमा जाने हामी ल हामीहरू अब गएको होइन ल खुल्ला भइहाल्यो
यो हो गाइस ओ मेरो भाइ डर लागेन नि डर भन्ने चिज के हुन्न हाम्रोमा डर भन्ने चिज हुन्न जामा अब अर्कोमा अब अर्कोमा जाने गाइज हामीहरू होइन यो ढुङ्गा खेल्ने कि के खेल्ने ढुङ्गा खेल्दा ल मेरो भाइ अब ऊ टिकट किन्दैछन् ल किन ओहो क्या मस्त छ गाइज होइन यो अस्ति खेलेको अर्को भाइसँग त्यो भिडियो नि हालिदिउँ ल होइन अनि अब त्यो भिडियोमा चाहिँ भाइ अर्को भाइ धेरै डराएको थिएँ यिनी चाहिँ डराउनु रहेछन् त्यति हल्का हल्का डराउँछन् ल अहिले पनि चिसो लाग्यो ल गाइज जाउँ यो बाँकी त केही छैन माथि बस्ने माथि लाइट हामी बसिसकेको छु होइन खुट्टाको भ्यू यस्तो छ मा कस्तो क्या भ्यू छ यहाँ पुरा हेर त्यहाँको भिड चाहिँ धेरै छ आज शनिबार भएको कारणले अस्ति भएको चाहिँ केही भएन भिड केही थिएन होइन आज त भिड लाग्छ त्यही त चिसो लाग्यो यार टोपी लगाइहाल्यो यहाँ अगाडि डराएर केटीहरू यहाँ तिनजना तिनजना तर यो चाहिँ धेरै बेडसम्म हुन्छ एकदम मजा आयो यहाँ पुरा उभिँदैछन् गाई अलि डर लाग्दैन तर गाईले धेरै उड्ने रहेछन् यार धेरै बेडसम्म गर्ने अरू खेल्नु पर्छ यार ढुङ्गा खेल्नु राम्रो यो हजारवाला त बेकार हो एकैछिन
उयो हटोरालाई पुरा एक घन्टा हान्ला त्यो फर्स्टमा हामीले त्यही खेलेको थियो खाली केही नहुँदो रहेछ होइन खाली हो सक्दैन भन्छ नि होइन त्योमा केही डरै लाग्दैन होइन बरु एमा बरु लाग्दैन मजा आउँछ झुटु चलाउँदै हल्का डर लाग्छ मजा पनि होइन यो धेरै ब्याट्स पनि गर्छ तिनीहरू हल्का टाइम लाग्छ त्यही त मजा आउँछ र के मजा आयो भिडियो बल्ल बल्ल भिडियो सक्यो चाहिँ भिडियो बनाएर सके त्यहाँका हुन्छ नि यार सक्यो जे निकै पैसा वसुल छ क्या अरूभन्दा धेरै पैसा वसुल छ सकियो एक्सप्रेस मस्त के हेरे जाम 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 अब यस्तो घुमघाम गरौँला होइन हाय भित्र जाने होइन अब जाम एउटा यसो राउन्ड हेर्न मन ल ल ल अलमलमा हुनुहुन्छ धेरै नानीहरूको सूचनाहरू छ यो आज अलिकति भिडभाड पनि बढेको छ करिब करिब हामी महोत्सवको अन्तिमतिर पनि आइसकेका छौँ तसर्थ आफैले आफैलाई स्वयंसेवक सम्झेर आफ्नो साइडमा कहीँ कतै अप्ठ्यारो परेको छ भने उहाँहरूलाई सहयोग गरेर यो कार्यक्रमलाई भव्य बनाउनु पर्छ हुन्छ बाबुहरू तल झर स्याबास तल जाऊ त्यहाँ पोल ढल्यो भने अर्को दुर्घटना हुन सक्छ यो साइडमा पनि मैले देख्दैछु प्लिज त्यो पोलमा नचढिदिनु होला लाइटको त्यो समस्या पनि आउन सक्छ त्यहाँबाट यदि लड्नु भयो भने दुर्घटना हुन सक्छ त्योभन्दा अगाडि हामी सबै सचेत बनाऊ सबैजना सचेत गरौँ आफूलाई अनुशासित बनेर यो कार्यक्रमलाई सबै बनाउने छ हजुर पनि हराइसक्यो हजुरको फोटो आउँछ त्यहाँ अर्का कलाकारलाई स्टेजमा आमन्त्रण गर्नु अगाडि म हरायो भने नि कोही खोज्नेला छैन भण्डारीलाई अगाडि आमन्त्रण गर्दछु मलाई पनि म हरायो भने गए पनि पत्याउनेला छैन मास्टर वेलकम टु अनुष्का यति ठुलो काई घर गएन भन्दाखेरि यो भाइ पनि होला यो बहिनी पनि त गाई हामीहरू त्यहाँभित्र कता त्यहाँभित्र कोही भेटिन्छ कि चिनेको मजा आयो फेरि चाहिँ मजा आयो पहिला भाउजूको लागि तर मलाई नाउँ राम्रो लाग्यो भने डर लाग्यो नि एक्सिडेन्ट भएको नाउँमा सबजना मेला कसरी आउँछन् हामी केटी लिएर हामी हेर भाइको हातमा मात्र गइरहेको यो मेरो हातमा मात्र गइरहेको भाइ म हराउनु सक्छु नि त किनकि भाइ हो नै म हराउनु सक्छु होइन एक्सपिरियन्सवाला हुन्छ एक्सपिरियन्सवाला म हराउनु सक्छु त्यही भएर भाइले लगिदिनु लानु मलाई यस्तो फोहोर चाहिँ धेरै छ अरे सभा हजुर सभा गर्ने आउनु पर्यो गाइस डस्टबिन राख्नु भन्दा के साइड साइडमा डस्टबिन राख्ने कसले के मतलब गर्दैन फाइन भन्ने छिटो भइहाल्छ फाइन कसले हेर्ने को हेर्ने हेर्ने बित्तिकै सुता हो अन्त यत्रो भिडमा कसले उठाउँछ
आँखा देखिन्छ नि पाँच सौ बेस्ट और 500 100 बेस्ट और 500 भी मात्र चिनेको त गयो भेटिरहेन त के भयो त्यही त आज गयो आएन क्या साथीहरू तिमीहरू छिटो अग्ने भाइहरू साथीहरू भेटिहाल्छ भाइहरू अघि भेट्यो तर साथीहरू भेट्यो आज हजुर साथीहरू आएकै छैन साथीहरू तिमीहरू यो शनिबार आएन दुःख लाग्यो भनेर के कति भिड हो भिड छ गाइज शनिबार भएको कारणले झनै भिड छ यहाँ यस्तै चक्करमा केटी मिलेर कति मजा होइन र हो गाइस कपडा किन्नु भने चाहिँ हाल्नु 650 अन्तिम हो भोलि सायद भोलि अन्तिम हो सायद भोलि हो कि पर्सि कति कति हो भोलि खै त्यही होला 5 हो सायद 5 गते हो कि 7 गते हो होइन भोलि अन्तिम हो भोलि हो कि पर्सि अन्तिम हो गाइस रातितिरको भ्यू होइन मौसमको ला 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 राति भयो नि भिड धेरै छ अहिले आफूले त सपिङ गरिहालेको आएछ होइन अब घर जानु पर्यो भाइ गेटमा पुगिसकेछन्